हामीले के गरौँ भन्दाखेरि यो ठाउँमा कोले चाहिँ टसल गराएको कोले जनतालाई खानेपानी गर्न खानेपानी पिउनु बाधा अर्चन पुऱ्याएको यो मान्छेहरूलाई सबैजनालाई तपाईँको चाहिँ हाम्रो चाहिँ छानबिन आयोगले तपाईँको त्यही अनुसारमा छानबिन गर्छ। त्यो गरेपछि उहाँहरूले सिफारिस गरेको आधारमा चाहिँ कारबाही प्रति अगाडि बढाउने होइन। यति गर्यो भने तपाईँको सुरुमा त क्लिन त गर्नु पर्यो नि, भ्रष्टाचारको जहाँ जे क्लिन त गर्नु पर्यो नि त। खानेपानीमा समेत भ्रष्टाचार गर्न सक्नु भने यो कुन लेभलको उयो हो क्या। त्यो फर्स्टमा एक लेभलमा हामीले यो होइन छानबिन समिति बनाएर तपाईँको छानबिन समितिले ट्याक्क पारेर तपाईँको यसलाई चाहिँ एउटा हाम्रो यो सबै रिसोर्सको यसको सबै फाइल तयार पारिदिने होइन होइन। अनि त्यो फाइल तयार पारिसकेपछि अनि बल्ल अनि चाहिँ उयो गरिदिने कि। अब हाम्रो माइजीले भन्नुपर्दा तपाईँले चाहिँ सचिव स्तरीय निर्णय आज गर्नु पर्यो, सचिव को बेला राखेको हुन्छ, तत्काल सचिव स्तरीय निर्णय गराइसकेपछि एउटा समिति बनाउनु पर्यो, डी साहबको कमान्डो राखिदिनु पर्यो, समिति गएर टाइमभित्र पढाएर अब उहाँले प्रतिवेदनको आधारमा कारबाही हुनु पर्यो कि। अहिले अरूमा पैसा गएको छ तर अहिलेसम्म कति पैसा गएको छ सुरुमा त्यो अब यसको को टिम रहेछ त्यही अनुसार टिम पानी चाहिँ नआउने खर्च चाहिँ गरिरहेको त्यस्तो यो भयो। मैले त म यहाँ धेरै भन्दा मैले त्यो कुराहरू पैसा चाहिँ मैले निकासै गर्दैछु भनेको मैले जाँच किन भोलि हामीले निकाल्यो कारबाही नगर्ने त त्यही हो। समिति गठन गर्दाखेरि समिति चाहिँ एकदम निष्पक्ष होइन, ताकि तपाईँको त्यो समितिले एकदम निर्णय गर्दाखेरि पनि तपाईँको एकदमै होइन ब्रिलियन्ट हिसाबले अनि निष्पक्ष हिसाबले आफ्नो क्षेत्रको भएर यसो बोल आजहरूले सचिव स्तरीय निर्णय राख्यो यो तोक लागि हुन्छ। एकजना विभिन्न नेतृत्वमै हामी समिति गठन गर्दै हो। ठिक छ हामी पुऱ्याइदिन्छौँ। हाम्रो भाइहरू छन् कमिटी त बनाएर आजै गर्न सकिन्छ। यहाँ के भयो अझै कमिटी बनाइदिने खानेको यो पछि मान्यजी यहाँ आउनु अगाडि नै यसको चाहिँ रिजल्ट सुनाइदिनु न, त्यहाँबाट के भएको थियो भनेर त्यो त्यसपछि एउटा इक्जाम्पल हुन्छ क्या फास्ट।